लागिरहेको छु नि। मैले 28 मा पलाएर पंखा लगाएँ र छात्रवृत्तिको पनि व्यवस्था गरेको छु, खाजाको पनि व्यवस्था गरेको छु र यो मावि कनकट्टालाई आगामी वर्षमा नमुना स्कुल बनाउने मेरो सोच छ। त्यही क्रममा मैले चाहिँ यो कनकट्टा र खुरुडिया दुईटै विद्यालयलाई नमुना स्कुल बनाउने र गत वर्ष चाहिँ यहाँ चाहिँ एउटा पुस्तकालय साइन्सको पुस्तकालय बनाउने मेरो सोच छ। यो आगामी सालमा म चाहिँ 1,20,00,000 को साइन्सको पुस्तकालय बनाउँछु र यहाँ शिक्षकको पनि अभाव छ। जति शिक्षक चाहिन्छ गाउँपालिकाबाट बहाली गरेर यो स्कुललाई म जिल्लाकै नमुना स्कुल बनाउने सोचमा छु र अनुगमनको क्रममा म धेरै शिक्षकलाई चाहिँ स्पष्टीकरण सोधेको छु र भर्खरै चाहिँ म गाउँपालिकाबाट निर्णय समेत पनि भइसकेको छ र शिक्षा समितिबाट निर्णय समेत भइसकेको छ। अब चाहिँ धेरै शिक्षकलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा पनि गरेर शिक्षालाई गुणस्तर कसरी उठाउन सकिन्छ व्यवस्थापन समिति समेत गठन भइसकेको छ। यसमा मैले जसलाई कारवाही गर्नुपर्छ कारवाही पनि गर्छु, निलम्बित गर्नुपर्छ मैले निलम्बित गर्छु, तर शिक्षाको स्तर चाहिँ म उठाएर नै छाड्छु। जोड घटाउ आउँछ होला, म्याथको टिचर होइन आउँछ होला, किनभने म किन आउनु पर्ने हो। नमस्कार, म अशोक कुमार यादव, म यस विद्यालयको हालको प्र। यो विद्यालयमा जुन अहिले शिक्षण भइरहेछ त्यसबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ? म त्यो सन्तुष्ट छैन। निश्चित रूपमा म यस विद्यालयबाट कुनै पनि दृष्टिकोणले सन्तुष्ट छैन, तर यसलाई सन्तुष्टिको माध्यम बनाउनको लागि सरकारी भए पनि निजी साझेदारी जस्तै मैले बनाउने सोच राखेको छु र त्यो अनुसारको प्लानिङ पनि गरिराखेको छु। मेरो हातमा अहिले नगद जिन्सी केही पनि कारोबार नभएको हुँदा म धेरै कुराहरू आफ्नो व्यक्तिगत लगानी गरेर पनि कामहरू गरिराखेको छु। गाउँपालिकाले पनि सहयोग गरिरहनु भएको छ, तर अहिले अब विद्यालयको शैक्षिक क्रियाकलापको सन्दर्भमा निश्चित रूपमा यहाँ पहिलेबाट 4 घन्टीभन्दा बढी पढाइ नहुने विद्यालय यही हो। तर यहाँ अहिले तपाईँहरू आउनुभयो, अहिले 12 बज्न आँटेको छ, तर अहिलेसम्म चाहिँ विद्यार्थी टिकाउनु भनेको 7 घन्टीसम्म पढाइ चाहिँ सञ्चालन भइरहेको छ। त्यसमा निश्चित रूपमा तपाईँहरूले बाल विकासदेखि 5 कक्षासम्म विद्यार्थीको सङ्ख्या न्यून भेट्नुभयो, त्यो पनि विद्यार्थी सङ्ख्यालाई रोक्न हामीले मिल्दैन, किनभने खाजा कार्यक्रम 3 महिनादेखि 4 महिनादेखि मैले चलेको यहाँ देखिएको छैन। त्यसकारणले सानो बच्चा नचल्नुको कारण बिहानी क्लास हो, बिहानी क्लासमा तपाईँको बच्चाहरू आउँछ भोकै आउँछ, खाएर आउँछ, चौथो घन्टीपछि 9:30 बजेपछि उसलाई चाहिँ 10 बजेपछि रोक्न मिल्दैन। त्यसकारणले विद्यार्थीहरू चाहिँ घर गएका छन्। त्यो र यो खाजा नचल्नुको कारण हाम्रो पूर्व निमित्त श्री रामनारायण यादव सरले बर बुझाएर पनि नगर्नु, खाजाको पैसा निकालेर चलाउनु र त्यो खाजा चाहिँ नखुवाउनु जस्ता कारणहरू हो। सर, तपाईँको कक्षा अवलोकन गर्दा तपाईँले भनिसक्नु भयो जस्तै विद्यार्थी पाइएन र 9-10 कक्षाको विद्यार्थीले आफ्नो नाम र विद्यालयको नाउँसम्म शुद्ध चाहिँ त्यो व्हाइट बोर्डमा लेख्न सकेन। के भन्नुहुन्छ तपाईँ? ठिकै छ, अब निश्चित रूपमा सबै विद्यार्थी एक नासै हुँदैन। अब त्यो विद्यार्थी कहिले आउने विद्यार्थी त्यस्तो परे होला, तर सबै विद्यार्थी त्यस्तो हुँदैन, त्यस्तो छैन, त्यो म भन्न चाहन्छु। त्यसबाट तपाईँ खुसी हुनुहुन्छ? म खुसी छैन। म त यो विद्यालयलाई कसरी राम्रो बनाउनु। कक्षा 9-10 को विद्यार्थीले ब्ल्याक बोर्डमा आफ्नो विद्यालयसम्मको नाउँ र आफ्नो नाउँसम्म शुद्ध लेख्न नसक्नुमा तपाईँ प्रसन्न हुनुहुन्छ? म खुसी छैन। यसमा खुसी हुने कुरै भएन। म अत्यन्त दुःखी छु र त्यो भोलिका दिनमा तपाईँहरू यस्तै निगरानी खोजमूलक पत्रकारिता मार्फत तपाईँहरूले निगरानी गर्नुभयो भने निश्चित रूपमा 6 महिना 1 वर्षपछि तपाईँहरू आउनु, यो विद्यालयको वातावरण म भइरहे भने निश्चित रूपमा सुदृढ हुन्छ भन्ने विश्वास लिएको छ। तर के छ भने यहाँ जुन पढाइ लेखाइ सम्बन्धमा जुन छ अहिले जुन कुरा हामी सुनिराखेका छौँ त्यो हकिकतमा पनि त्यस्तो छ कि यहाँ अब विद्यार्थीलाई भाग्ने प्रवृत्ति, विद्यार्थीलाई टेस्ट तयार नगर्ने प्रवृत्ति अनि खास गरेर उनीहरूको मनस्थिति यहाँको राजनीतिले गर्दा पनि अलिकति नराम्रो भएको हो र यहाँको हाम्रो जुन अहिले गाउँपालिका छ त्यो अन्तर्गत पर्यो, तर गाउँपालिका पनि राम्ररी यसप्रति ध्यान दिँदैन। अहिले जुन छ अब स्थान के भनौँ कि अहिले जुन छ सबैको मनस्थिति जुन छ त्यो जस्तै एकदमै विद्यालयप्रति बिग्रिसकेको छ। मेरो भनाइ के छ कि कमसेकम हाम्रो जुन गाउँपालिका छ
त्यो गाउँपालिकाको अन्तर्गत विद्यालय पर्यो। यो गाउँपालिकामा सबभन्दा ठुलो विद्यालय यही हो। यो विद्यालयलाई अलिक राम्रो निगरानी गरेर सक्षम शिक्षक प्रशासन चाहियो। प्रशासक यदि राम्रो हुँदैन भने विद्यालयमा प्रगति राम्रोसँग हुन सक्दैन। विष्णुपुर गाउँपालिका वाडा नम्बर 1 स्थित जनता माध्यमिक विद्यालय खुरुडियाको अनुगमनमा जाँदा शिक्षकहरू रुखमुनि बसेको भेटियो भने कक्षा कोठामा शिक्षक त थिए तर विद्यार्थी एकदमै न्यून। कतिपय कक्षा कोठा त खाली नै थियो। तैपनि हायर क्लासका विद्यार्थीहरूमा जुन शैक्षिक गुणस्तर हुनुपर्ने हो त्यो पनि देखिएन। गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले विद्यालयले जसरी पनि गुणस्तर शिक्षायुक्त विद्यालय बनाउने अठोटमा लागेका छन्, तर जुन अवस्था अहिले देखिएको छ यतिबाट भने सम्भव छैन। कतै राजनीतिक विवाद, कतै प्रविवाद, कतै एक अर्काप्रतिको असन्तुष्टिले सामुदायिक विद्यालयहरूमा निराशा छाएको छ।